धन्यवाद। मलाई केही पनि छैन, परमेश्वर पिताले मलाई यति राम्रो जिन्दगी, मलाई दोस्रो मेरो लाइफ दिनुभएको छ, मलाई त्यसमा केही पनि छैन। परमेश्वर पिताले अब जहिले, परमेश्वर पिताको योजना जहिलेसम्म मलाई, उहाँको योजना अनुसार मलाई जहिलेसम्म हिँडाउनुहुन्छ म हिँड्ने छु है। सबभन्दा म यो क्रेडिट चाहिँ गोज टु बाई बिना म्याम, हाम्रो अगुवा म्यामलाई दिन्छु होइन। उहाँ जे मेरो अहिले म जे भएको छु सब उहाँकै कारणले गर्दा, किनभने बिना म्यामले यति मिठो मिठो शिक्षा खुवाएर होइन, शिक्षाको पालना गरेँ मैले। परमेश्वर पितालाई मैले मनदेखि माने, त्यसपछि मैले प्रार्थना गरेँ, अन्य भाषा बसेँ। त्यसपछि मलाई यो परमेश्वर पिताले पनि एकदमै उहाँसँग प्रार्थना गरेर अन्य भाषा बसेपछि चाहिँ हार्ट टु हार्ट कनेक्सन हुँदो रहेछ क्या। अनि त्यही भएर मेरो काम पनि एकदमै छिटो भयो, मैले सोचेको पनि थिइनँ है। हिजोको दिनमा म कति रुएर, म त एकदमै पीडित थिएँ नि त, म कति रुएर म हिँड्थेँ होइन। हिजोको दिनमा म यो लेभलमा थिएँ भने अहिले मलाई परमेश्वर पिताले यो लेभलमा राखिदिनु भएको छ होइन। अहिले मलाई यति मायाले यसरी हिँडाउनु भएको छ, हरेक कुरामा म एकदमै खुसी छु, एकदमै खुसी छु होइन।